नेपाली राजनीतिक वृत्तमा विभिन्न किसिमका टिप्पणी आउन थालेको छ। केही समय अगाडि भने गगन थापा कांग्रेसको सभापति पनि बन्न पुगे हो। अहिले आएर उही गगन थापा भन्छन् कि म राजीनामा दिन्छु भनेर राजीनामा पनि दिन भ्याए। अहिलेसम्म कारण के हो भनेर कसैले बुझेको छैन। त्यसैगरी अहिले विभिन्न किसिमका टिप्पणी पनि आउन थालेको छ रासोपालाई। केही समय अगाडि रासोपाले होटलमा गरेको त्यो इभेन्टलाई लिएर टिप्पणी आउने गरेको छ। बालन शाहलाई देख्न पाइएन, उहाँ किन आउनु भएन भन्ने खोजी गर्दाखेरि उहाँको त्यो होटलको मालिकसँग केही सम्बन्ध बिग्रिएको भन्ने पनि यता कता सुन्न पाइन्छ। त्यसैगरी यसपालि भने चाहिँ रासोपा र श्रम संस्कृति पार्टीले राम्रै काम गरेको जस्तो देखिन्छ। श्रम संस्कृतिको समानुपातिकमा भने एक दलित महिला परेको भनेर हर्क साम्पाङको तारिफ गर्न पनि भ्याएका छन्। रासोपाको समानुपातिकमा भने एक सेक्वा कर्नरमा काम गर्दै गरेको महिला परेकी छिन्। दर्शकबिन, यही विविध खबरको साथमा तपाईँको माझमा म उपस्थित भइसकेको छु। आउनुहोस् सुरु गरौँ आजको समाचार। साम्पाङले विविध काम गर्दाखेरि जनताहरूलाई खासै चित्त नबुझेको भन्ने कुरा आएको थियो। तर अहिले भने समानुपातिकमा हर्क साम्पाङले दलित महिलालाई राखेपछि भने उहाँको कामको प्रशंसा गरिएको छ। हर्क साम्पाङ सर पनि सोचेर एउटा भुइँमा बसेको आदमीको त्यो यतिसम्म माथि पुगाउनु भयो। मलाई त धेरै धेरै धन्यवाद। पहिला त मध्य प्रदेशको मुद्दाहरू हेरेर म अगाडि बढ्छु। मधेसको छोरी हुँ। मध्य प्रदेशमा त्यति गतिलो पार्टी त छैन सर, मलाई राम्रो लागेन। त्यही भएर यो श्रम गरेर सब थोक हेरेर म त्यसको भिडियो हेरेर मलाई यो गतिलो पार्टी लाग्यो। श्रम संस्कृति हर्क साम्पाङ ज्यू हामी त्यसलाई म पिता मान्छु। हामी सबै त्यो अगाडि बढाउँछ, मध्य प्रदेशलाई अगाडि बढाउँछ। अब यी महिलाले काम गर्छिन् गर्दिनन्, दलितको आवाज उठ्छ कि उठ्दैन, संसदमा पुगेपछि त्यहाँका मधेसका समस्याहरू आउँछ कि आउँदैन भन्ने कुरा हेर्नका लागि प्रतीक्षा गरौँ। समय अगाडि कांग्रेसको महामन्त्रीमा चिनिनु भएको गगन थापा कांग्रेसकै सभापति पनि हुन पुगे। तर अहिले भने चाहिँ गगन थापाले राजीनामा दिनु भएको छ। अबको कांग्रेसको सभापति को भनेर खासै खुलाइएको छैन। कांग्रेसका निकटकर्ताहरू भन्छन् एक शेखर कोइराला कि त उही शेरबहादुर देउवा। रासपाको समानुपातिकमा भने एक सेक्वा कर्नरमा काम गर्दै गरेको महिला परेकी छिन्। बाजेको सेक्वा सञ्चालन गर्दै आएकी नीतिमा भण्डारी कार्की यसपटक प्रतिनिधि सभामा सर्लाही एकबाट निर्वाचित भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाबाट उम्मेद्वार बनेकी नीतिमाले नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठलाई 36,000 भन्दा बढी मतान्तरले पराजित गर्दै जित हासिल गरेकी हुन्। उनले 44,919 मत ल्याएकी थिइन्। लामो राजनीतिक अनुभव नभए पनि व्यावसायिक क्षेत्रमा उनले बाजेको सेक्वाको फ्रेन्चाइज विस्तारदेखि मसला उद्योग सञ्चालनसम्मको अनुभव सङ्घालेकी छन्। यसपटक पनि जब उनलाई विभिन्न समूहबाट चुनाव लड्न आग्रह गरियो, उनी त्यसका लागि सक्षम छु कि छैन भनेर बुझ्न आफू जन्मे हुर्केको सर्लाही पुगिन्। नीतिमाले एसएलसी सम्मको अध्ययन सर्लाहीमै पूरा गरेकी थिइन्। यस आधारमा पनि उनलाई सर्लाहीको यथार्थ के हो भन्ने थाहा थियो। पछाडि रहेको उल्लेख गर्दै उनी यी क्षेत्रमा काम गर्ने योजना बनाएकी छन्। मधेस क्षेत्र शिक्षा स्वास्थ्य सेवामा निकै पछाडि रहेको उनी बताउँछिन्। सामुदायिक महिलासँग भएको भेटले आफूलाई थप प्रेरित गरेको उनको भनाइ छ। यस्ता घटना देखेपछि मलाई कम्तीमा मधेसको स्वास्थ्य क्षेत्रमा केही काम गर्न सकिन्छ कि भन्ने लागेको छ। नीतिमाले सर्लाहीका सडक पूर्वाधार सिँचाइ र किसानका उत्पादनको बजारीकरणका समस्यामा टमाटर उत्पादनदेखि भए पनि आवश्यक उनले सबै बिचौलिया हटाउने, न्यूनतम तोक्ने र देशकै पर्याप्त उत्पादन हुने वस्तुको आयातमा कडाई गर्ने नीति ल्याउन पहल गर्ने उनको योजना छ। उनले मुलुकको प्रमुख समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै 3 तहमा फैलिएको भ्रष्टाचार न्यूनीकरणका लागि नीतिगत सुधार आवश्यक रहेको बताइन्। सांसदहरू निर्वाचनका बेला मात्र जनता कहाँ पुग्ने उनको गुनासो छ। म चुनावका बेला मात्र जनता कहाँ पुग्ने संसद बन्दिन, उनीहरूको समस्या सुन्ने र त्यसलाई समाधान गर्न सधैँ तत्पर रहने सांसद बन्छु भन्ने नीतिमाको भनाइ छ। विगतका पुराना नेताहरूले गरे जस्तो अलिकति छटकाट चाहिँ रासपाले देखाएको छ। ओ दर्शकबिन, केही समय अगाडि गरिएको रासपाको कन्फरेन्समा त्यस्तै खालको नतिजाहरू देख्न पाइएको छ। हो, केही समय अगाडि रासपाले गरेको त्यो कन्फरेन्समा भएको घटनाहरू हेर्ने हो भने विगतका पुराना दलहरूको छटकाट जस्तै देखिन्छ। कता त्यस्तो देखिए पनि अब चाहिँ देशले निकट पाउने हो कि भन्ने तपाईँ हाम्रो आश छ। हरेक जनताको आश अडिएको छ रासपा प्रति। कस्तो फल मिल्ने हो त्यसको प्रतीक्षा गरेर हेर्नुपर्छ। आजको भिडियो तपाईँ कहाँबाट हेरिरहनु भएको छ? यदि तपाईँ इन्स्टाग्राम, फेसबुक र टिकटकमा हेरिरहनु भएको छ भने हामीलाई फलो गरेर साथ दिनु होला। त्यसै गरी युट्युबमा हेरिरहनु भएको छ भने हामीलाई सब्स्क्राइब गरेर साथ दिनु होला। आज तपाईँको माझबाट म बिदा हुन चाहन्छु। नमस्कार।